Hi everyone, welcome to my channel. र आज चाहिँ है हिजो मैले म्याराथनको ब्लग हालेको थिएँ र आज के हालौँ भनेर चाहिँ जस्ट म अफिसमा आइरहेको थिएँ है। यहाँ चाहिँ आज स्पेशल डे रहेछ। अब त्यो स्पेशल डे चाहिँ के हो त्यो तपाईहरुलाई म यो भिडियोमै देखाउने छु। सो हेर्दै गर्नु होला, किप वाचिङ। सो गाइस अब चाहिँ यहाँ हुनु आँटेको छ है, देखाउँदैछु तपाईहरुलाई। काम गरेको हाम्रो यहाँनिर कति वर्ष काम गर्छ? 3.5 वर्ष काम गरेको। सेल्समा त्यो बिचरा अब सर्भिसमा हामीले गरेर यतापट्टि सर्भिस पनि बिचरा राम्रो काम गर्यो उसले। अब आफ्नो लाइफमा अब यहाँबाट कतिवटा चिज सिक्यो होला, सिकेन पनि होला अब कतिवटा लाइफमा। अब उनलाई के भन्छ इन फ्युचर अब हाम्रोबाट अब एकदमै यो छ, अब राम्रो काम गरियोस्, राम्रो काम गरियोस् इन फ्युचर। अब केही काम गरेर हामीलाई कन्ट्याक्ट गर्दा पनि हुन्छ। त्यति नै छ। बेस्ट विशेष है। सानो केक। गुड बाय पापा। वेलकम मी भने। जस ल ह्यापी फेयरवेल। लु ह्यापी फेयरवेल। फेयरवेल तिमीलाई राम्रो होस् है। आशा चाहिँ नझर है, प्रवेश सबै कुरो गर कि आशा चाहिँ नझर है तिमी। 3.5 वर्ष भइसक्यो। 3.5 वर्ष। 3.5 वर्ष भयो अब छिप्पी छ नि कस्तो पहिला खडा लगाएर त्यही त के पहिले मैले बर्डले खाना देऊ भने अब हुन्छ नि त सर राख अहिले बाटै खाँदा हुन्छ नि। पहिला खडा लु ओके लु राख प्रवेश अहिले खानु राख। जरा कलिदो भन्छ अहिले त खदर लगाइदिनु पोको लाउँछ। अब धन्यवाद। हैन अरु जाऊ फर्मलमा कलिदो भन्छ भनेको अहिले त हो फर्मलमा जुन बेलाबाट सानो गिफ्ट तिमीलाई ए निलमबाट निलमबाट चाहिँ दिदैछ है उसको साथीलाई। भिडियो बनाउन चाहिँ यस्तो बोलिदिँदैछ के भन्नु अब निलममा बाय बाय बाबा हाम्रो प्रवेश जाऊ जाऊ। एकदम कोही दिन तपाईँ पनि जानु भोक लाग्यो होइन तपाईँलाई? मनी खान्छौँ भनेको निलममा मनी भयो। खाएर के गर्छ आज त के लु भयो। अब प्रवेशलाई के भन्नु छ? होइन म एकछिनमा खान्छु, राख न अहिले किन खान्छु। लु प्रवेशलाई के भन्नु छ? यहाँ काम गरेँ खुसी छु अब है। सबैजना स्टाफ गर्छौँ, राम्रो रिलेसन थियो अन्त कतिवटा कुरो सिकेँ होइन। त्यसमा खुसी छु। अब आजदेखि चाहिँ अर्को काममा जाँदैछु होइन।